Today I bought 11,000 rupees worth of makeup products and skincare products. So let's unbox together. So let's start, eh? So first maza bill euta duita and of course tinta bill so I will tell you the price also, eh? So first maza masanga yo wala cha hai then chanu cha simple ko moisturizer yo चाहिँ like मैले युज गर्न थालेको चाहिँ like 1.5 years जति भयो होला एकदमै सुट गरेको छ मेरो स्किनलाई अहिलेसम्म कुनै पनि क्रिम सुट नगरेको स्किनलाई है ड्राई स्किन हो मेरो सो इफ यु हेभ ड्राई स्किन यु क्यान ट्राई है टेन्सन हुन्छ है अनि यो चाहिँ मलाई पर्यो 776 रुपिस टेन्सन हुन्छ है फर दिस वान अनि अर्को छ मसँग यो वाला ल्याक्मीको तपाईको यो एकदमै राम्रो छ है यो पनि तपाईले गर्नलाई एकदमै ग्लो दिन्छ फेसलाई पनि राम्रो छ ल्याक्मीको हो रिकमेन्ड गर्छु है म चाहिँ किनभने मेरो स्किनलाई चाहिँ सुट गरिरहेको छ अनि अर्को छ मसँग यो वाला ल्याक्मीकै हो तर यो चाहिँ मेरो लागि होइन मेरो ब्रदरको लागि हो उहाँको चाहिँ ओपन पोर्सहरू धेरै छ सो द सेल्स कल रिकमेन्ड दिस टु फर हिम है जुन चाहिँ यो पर्यो मलाई 1038 अनि यो पर्यो मलाई 528 रुपिस अनि यो सबै चाहिँ मैले जुन देखाउँदैछु हजुरहरूलाई मेकअप हाउलहरू चाहिँ यो सबै चाहिँ मैले प्रकाश स्टोरबाट लिएर आएको हो विच इज इन न्यू रोड अनि अर्को छ मसँग यो वाला मस्कारा यो चाहिँ लोटस मेकअपवालाको हो है सो यो पनि एकदमै राम्रो छ आई रिकमेन्ड यु है एकदमै लङ ल्यासेसहरू देखाउँछ है मैले 3-4टा बट्टा सिक्दैसकेँ यो वाला है लोटसको एकदमै राम्रो छ आई विल सो यु है टेन्सन हुन्छ है एकदमै राम्रो छ हल्का डार्क पनि गर्छ एकदमै राम्रो छ है यो वाला एन्ड देन आफ्टर अर्को मसँग यो वाला ल्याक्मीको ब्लस सो ब्लसहरू मैले खासै युज नै गर्दिनँ तर अब डेली लाइफमा पनि यस्तो ब्लसहरू युज गरिदिउँ भनेर है मेरो फर्स्ट टाइम हो ब्लस किन्नु नै मेरो फर्स्ट टाइम हो बाइ द वे सो एकदमै राम्रो छ है उनीहरूको प्याकेजिङ पनि कस्तो मजाको आउँछ यो पनि ल्याक्मीकै हो है हो के खस्यो सो यो सेटको हो सो यो चाहिँ मेरो फर्स्ट टाइम हो ल्याक्मीको होइन यो चाहिँ मेरो फर्स्ट टाइम हो ब्लस युज गर्ने है सो द्याट वाज अनि इट कस्ट मी रुपिज 1590 है ब्लसको चाहिँ 1590 पर्यो मलाई सो इफ इट्स ओभर लेस हजुर भन्नु होला है किनभने म चाहिँ सधैँ त्यहीँबाट लिएर हुन्छु अनि अर्को चाहिँ मसँग छ यो वाला लिप ग्लस हो यो लिप लिक्विड विच कस्ट मी 1278 रुपिज है यो चाहिँ मलाई 1278 रुपिस पर्यो यो एउटा ग्लसको चाहिँ आई विल सो यु द सेड यो सेडहरू चाहिँ मैले वहीँनिर मजाले चेक गरेर लिएर आएको हो ए यसरी खोल्ने रहेछ सो सरी माई ब्याड टेन्सन हुन्छ है यो वाला सेट एकदमै राम्रो छ यो वाला पनि मैले त्यहाँबाट ल्याएको ग्लसहरू लिपस्टिकहरू चाहिँ एकदमै राम्रो छ क्वालिटी यस्तो राम्रो हुन्छ नि त्यहाँको तर प्राइस पनि त्यतिकै राम्रो हुन्छ बट स्टिल क्वालिटी राम्रो हुन्छ अनि अर्को छ मसँग यो वाला अरोमाको तपाईँको यो बडी लोसन है सो यो पनि मैले फर्स्ट टाइम नै लिएको हो यो वाला चाहिँ किनभने मैले अरू लोसनहरू चाहिँ टन्नै लिइसकेको युज गरेर हुन्छु है सो टेन्सन हुन्छ है तर अस्ति भर पनि मैले भातपट्टिनीबाट लोसनहरू 2-3टा लिएर आएको थिएँ अब त्यो त्यत्तिकै थन्किने नै भइहाल्यो अनि यो वाला चाहिँ मलाई त्यहाँनिर प्रकाश स्टोरले मलाई गिफ्ट दिनुभएको हो यति धेरै सामान यसरी चाहिँ किन नदिने र अनि अर्को छ यो वाला फेस वास है सो मैले चाहिँ सिम्पलकै मोइस्चराइजर युज गर्छु त्यही भएर उहाँहरूले नि मलाई सिम्पलकै फेस वास रिकमेन्ड गर्नुभयो है सो इट कस्ट मी रुपिज 672 रुपिज है एकदमै राम्रो छ है सो अनि लास्ट यो 3टा बाँकी है सो आई विल सो यु यो वाला चाहिँ आइलाइनर हो यो मैले पहिल्यैदेखि नै युज गर्नेवाला यही एउटा आइलाइनर हो यो चाहिँ मलाई 880 रुपिस पर्यो है एकदमै राम्रो छ यो वाला है मजाले खोलेर देखाइदिन्छु लेट सो यो एकदमै राम्रो छ मैले पहिल्यैदेखि युज गरिरहेको आइलाइनर हो यो कस्तो राम्रो छ टेन्सन हुन्छ यो चाहिँ वाटरप्रुफ पनि हो फेरि यो पहिला चाहिँ मेरो लाइक पहिलाभन्दा पनि धेरै पहिला होइन अस्ति भर्खरै यहाँनिरबाट खसेर भाँचेर फुटेको थियो त्यसपछि मैले लिन अर्को युज गरिरहेको थिएँ ल्याक्मीको यो आइलाइनरहरू इधर उधर युज गर्दा थिएँ तर मलाई फेरि पनि यही आइलाइनरको याद आयो सो मैले यही लिएर आएँ है अनि अर्को छ मसँग यो वाला किनभने मैले जेल नेल गरेको थियो यही कलरको
हुन्छ मलाई कलर कस्तो मन परेको थियो त्यही भएर मैले पोलिस पनि यही कलरको खोजेर ल्याएँ हुन्छ एकदमै राम्रो छ यो वाला पनि चित्त बुझ्यो मलाई अनि लास्ट बट नट लिस्ट मसँग यो वाला फार्मेसीको तपाईँको लिप ग्लस छ है यो चाहिँ मैले पहिला पनि युज गरेको थिएँ पहिला चाहिँ मैले पिङ्क कलरको सेडमा युज गरेको थिएँ अहिले चाहिँ मैले ट्रान्सप्यारेन्ट सेड लिएर आएको छु किनभने त्यो पिङ्क कलरको सेड खासै राम्रो त राम्रो थियो सुरुमा मलाई धेरै मन पर्यो तर सधैँ लाउँदाखेरि चाहिँ मलाई राम्रो लागेन सो यो चाहिँ तपाईँको मैले चाहिँ लिपस्टिकको माथि यो सेड लाउँछु भनेर लिएर आएको हो है ल देख्नुहुन्छ है एकदमै राम्रो छ यो वाला पनि है यो चाहिँ मलाई समथिङ कति 1200 समथिङ कति परेको छ है देख्नुहुन्छ है एकदमै राम्रो छ र मलाई त्यहाँको सामानहरू त्यहाँको प्रडक्टहरूले मलाई कहिले पनि हार्म गरेको छैन त्यही भएर मलाई त्यहाँ एकदम मनपर्छ